जय नेपाल। म विश्व प्रकाश शर्मा बोल्दैछु। नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले आज साँझ विशेष महाधिवेशनले दिएको निर्णय बमोजिम नेपाली कांग्रेस पार्टीको नेतृत्वको सन्दर्भमा जे परिवर्तन भएको थियो, विशेष महाधिवेशनले नेतृत्व जे चयन गरेको थियो त्यसलाई अद्यावधिक गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले विधिको जगमा उभिएर नेपालको संविधान, प्रचलित कानूनहरू, नेपाली कांग्रेसको विधान, यसको जगमा जे निर्णय गरेको छ, यो निर्णयले अन्ततः आगामी दिनका लागि समेत एउटा ऐतिहासिक नजिर कायम भएको छ। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन आयोजना गर्नका लागि दूर दराजको गाउँमा बसेर, परदेशमा पनि बसेर जो आदरणीय साथीहरूले हस्ताक्षर गर्नुभयो, माग दर्ता गर्नुभयो, उहाँहरू सबैलाई म विशेष बधाई दिन चाहन्छु। सँगैमा आग्रह गर्न चाहन्छु, यो विधिवत प्रक्रिया बमोजिम जे भएको छ यसलाई हामीले एउटा नवीन कांग्रेसको सुरुवातको रूपमा, नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातको रूपमा लिनुपर्छ। यद्यपि निर्वाचन आयोगमा एक ढंगले बहस भयो, कसले नेपाली कांग्रेस पार्टीको नाम, झण्डा, चुनाव चिन्ह प्राप्त गर्ने भन्ने कोणबाट पनि विविध दावीहरू पनि रहे। निर्वाचन आयोगले गर्ने निर्णय विशेष महाधिवेशनले गरेको निर्णयको पक्षमा गयो भने आन्दोलन पनि गर्छौं भन्ने खालका अभिव्यक्तिहरू पनि गए। एउटा समयमा, एउटा परिस्थितिको बेलामा त्यो खालका आवेगका कुराहरू पनि भए होलान्, तर म यो बेलामा पार्टीको सबै श्रद्धेय अग्रज नेताहरूलाई सविनय नम्र निवेदन गर्न चाहन्छु। इतिहासको यो घडीमा विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, त्यसले जे नवीन सुरुवात गर्दैछ, त्यो सुरुवातको यो घडीमा हामी अब पुरानो आवेगका कुराहरूलाई बिर्सिनुपर्छ। हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ। माघ 6 गते उम्मेदवारी दर्ता छ। गगन थापा सभापति रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले उम्मेदवारी चयन सम्बन्धी प्रक्रियालाई अगाडि बढाइसकेको छ। पार्टीका साथीहरूले देशभरिबाट कहाँ उम्मेदवार सर्वसम्मत सिफारिस हुनुभएको छ त्यसलाई अलग्गै छुट्याउनु भएको छ, छुट्याउँदै हुनुहुन्छ। कहाँनिर उम्मेदवार चयनमा अलिकति थोरै थप ध्यान दिनुपर्ने, मिलाउनु पर्ने अवस्था छ, त्यसमा ध्यान दिँदै हुनुहुन्छ, त्यसलाई लिस्टिङ गर्दै हुनुहुन्छ। भोलि हामी बैठक बसिरहँदै गर्दाखेरि त्यसबारेमा साथीहरूले तयारी गर्नुभएको विवरणलाई हेरेर नेपाली कांग्रेसको कामको गतिलाई हामी अगाडि बढाएर जान्छौं। यसबीचमा सबैले थाहा पाइसक्नु भएकै थियो, विशेष महाधिवेशनको लगत्तै भोलिपल्टै मध्यरात करिबन 1:30 बज्दै गर्दा, 2 बज्दै गर्दा सकिएको विशेष महाधिवेशनको लगत्तै माघे संक्रान्तिको बिहान बैठक बसेर नेपाली कांग्रेस पार्टीको निर्वाचन परिचालन समिति, नेपाली कांग्रेसको आगामी निर्वाचनको लागि संकल्प पत्र, घोषणा पत्र लेख्ने समिति, उम्मेदवार चयन गर्नका लागि संसदीय बोर्ड, यी सबै कुराहरूको बारेमा निर्णय भइसकेको छ। र अब यो निर्णय आज निर्वाचन आयोगबाट अद्यावधिको काम सकिएपछि अब हामी एउटा नवीन सुरुवातको क्रममा छौं। र यो नवीन सुरुवातको क्रममा जाँदै गर्दाखेरि म आजको मितिसम्म आउँदै गर्दा नेपाल देशको कुनै बेला एकीकरणको कालखण्डमा, पछिल्लो समय लोकतान्त्रिकरणको कालखण्डमा जीवन शहादत गर्नुहुने प्रत्येक शहादत प्राप्त गर्ने योद्धाहरूप्रति नमन गर्न चाहन्छु। द्वन्द्वको कालखण्डमा 10 वर्षको द्वन्द्वमा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। गाउँ गाउँमा रहेर कांग्रेसको प्राण जोगाएर बस्नुभएका हाम्रा त्यो परिवारका सदस्य जसले आमा, बाबु या छोरा या छोरी परिवारको सदस्य गुमाउनुभयो, ती प्रत्येक प्रति म अपनत्व, श्रद्धा, सम्मान व्यक्त गर्न चाहन्छु। पछिल्लो भदौ 23 र 24 गतेको मुभमेन्ट पछाडि त्यो मुभमेन्टले देशलाई नयाँ परिस्थितिमा लिएर जाने संकल्प गर्यो। त्यो मुभमेन्टमा जीवन गुमाएका नेपाली होनहार युवाहरू
प्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। त्यो मुभमेन्टमा जीवन गुमाएका छोराछोरीहरूको आमा बाबुप्रति भावनात्मक ऐक्यबद्धता प्रकट गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी अपिल र आग्रह गर्दछौं र संकल्प गर्दछौं कि 7 सालको क्रान्तिले देशलाई स्वतन्त्रता दिँदा कांग्रेसले नेतृत्व गर्यो, 46 मा प्रजातन्त्र दिलाउँदै गर्दा कांग्रेसले नेतृत्व गर्यो, 62-63 मा आउँदै गर्दा शान्ति स्थापना गर्दै गर्दा कांग्रेसले नेतृत्व गर्यो, संविधान निर्माण गरेर 72 सालमा पुग्दै गर्दा कांग्रेसले नेतृत्व गर्यो, मधेस आन्दोलनले अघिल्तिर ल्याएको संघीयताको मुद्दा जसलाई नेपाली कांग्रेस प्रजातान्त्रिकले अलि अगाडि नै डकुमेन्टेसन गरेर मुद्दालाई केन्द्रीय रूपमा कदमजमको नीतिका साथ उठाएको थियो, त्यसलाई सम्बोधन गरेर संविधानमा अंकन गर्ने काम, अंकित गर्ने काम, संविधान बमोजिम चुनाव गराउने काम नेपाली कांग्रेस पार्टीले गर्यो। र अब हिजोको स्वतन्त्रतापछि, प्रजातन्त्रपछि, समावेशिताको जगपछि, समुन्नतिको प्रारम्भिक जग पछाडि, शान्ति स्थापना पछाडि, संविधान निर्माण पछाडि देशलाई जेनजीले माग गरेको सुशासन अब देशलाई प्रत्याभूत गर्नका लागि हामीले संकल्प गर्नुपर्ने घडी पनि यो हो। त्यसैले नेपाली कांग्रेस पार्टी यस विषयमा बिल्कुल प्रष्ट छ। त्यसैले हामीले भन्यौं कि बितेको 34 वर्षमा 30 वटा सरकार बन्दै गर्दा त्यो हाम्रो कमजोरी थियो, त्यसमा हामी आत्मालोचित छौं। आज नेपाली कांग्रेस पार्टीलाई विधिवत रूपले नयाँ ढंगले लिएर जानका लागि मार्ग प्रशस्त भएर नयाँ ऊर्जा विकसित भएको बेलामा देशभरिका साथीहरूलाई, विदेशमा रहेका साथीहरूलाई सम्मान र श्रद्धा व्यक्त गरिरहँदै गर्दा म आग्रह गर्न चाहन्छु, यो प्रक्रियाबाट यात्रा टुंगिएको छैन, यो प्रक्रियाबाट यात्रा सुरु भएको छ। यात्रा सुरु हुँदै गर्दाखेरि मैले विशेष महाधिवेशनको उद्घाटन समारोहमा भनेको वाक्य दोहोर्याउन चाहन्छु, जो बदलिन्छन् तिनले बदल्न सक्छन्। हामीले अब बदल्ने संकल्प गर्नुस्। यो घडी कसैले कसैसँग आवेग नराखिकन अगाडि बढ्ने संकल्प गर्नुस्। हिजो कसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभयो, कसले गर्नु भएन, अब त्यो दरार, त्यो दूरी कहीँ रहनु हुँदैन। मैले काठमाडौँबाट फर्किँदै गरेका कतिपय साथीहरूलाई भनेको थिएँ, तपाईहरु गाउँ पुग्दा नपुग्दै पक्कै पनि निर्णय आउला। विधि र विधानको जगमा उभिएर निर्णय गरेका छौं, त्यो निर्णयको जगमा कांग्रेसलाई बदलेर जानु छ। अब हामीले त्यो आवेग नराखिकन जानु छ। त्यसैले गाउँ गाउँमा जसले जहाँ मेरो कुरा सुनिरहनु भएको छ, पार्टीको आदरणीय सभापति गगन कुमार थापाको अहिले केही बेर अगाडि वक्तव्य पनि सार्वजनिक भइसकेको छ। संस्थागत रूपमा हामी यसलाई अपनत्व ग्रहण गरेर लिएर अगाडि जाँदै गर्दाखेरि आग्रह गर्न चाहन्छु, अब यो पुरानो च्याप्टरलाई छोडिदिउँ। पार्टीका कयौं आदरणीय जिल्ला सभापतिहरू चाहिरहनु भएको थियो कि विशेष अधिवेशन मार्फत निर्णय होस्। कतिपय साथीहरू चाहिरहनु भएको थियो विशेष अधिवेशनलाई नगरौं, नियमित अधिवेशनमै जाउँ, वैशाखसम्म पर्खौं। प्रश्न वैशाखसम्म पर्खेर नेतृत्वमा आउने या नआउने भन्ने थिएन। प्रश्न वैशाख भन्दा अगाडि हुँदै गरेको निर्वाचनमा नयाँ नीतिका साथ, नयाँ नेतृत्वका साथ नेपाली कांग्रेस जाने कि नजाने भन्ने जबरजस्त प्रश्न थियो। बदलिएको समय अनुसार बदल्ने कि नबदल्ने भन्ने प्रश्न थियो। त्यसैले हामीले अहिले विशेष महाधिवेशनबाट एउटा टुङ्गोमा पुग्दै गर्दा विशेष महाधिवेशन होइन, नियमित मात्रैमा जाउँ, वैशाखमा जाउँ भनेर भनिरहनु भएका आदरणीय जिल्ला सभापति साथीहरूलाई पनि, प्रदेशका सभापति साथीहरूलाई पनि म नम्रतापूर्वक आग्रह गर्छु, यसलाई आवेगको विषय नबनाइकन नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने कुरामा अब तपाईहरुको योगदान पुग्नुपर्छ। केन्द्रमा बसेर हट गरिरहेर हुँदैन भनेर भनिरहनु भएका नेताहरूलाई अब त्यहाँ रहनुभएका साथीहरूले दबाब दिएर अब अल्मलिनु हुन्न है, अब हामी सिधा अगाडि जानुपर्छ, नेपाली कांग्रेस पार्टीलाई निर्वाचनमा बलियो बनाउने गरी जानुपर्छ भनेर तपाईहरुले सार्थक हस्तक्षेपको भूमिका गर्नुपर्छ। एक थरी साथीहरूले सार्थक हस्तक्षेप गरिसक्नु, अब अर्को थरी साथीहरूले सार्थक हस्तक्षेप गर्नुपर्ने दायित्व आएको छ। र त्यो गर्न जाँदै गर्दाखेरि केन्द्रमा रहनुभएका नेताहरू पनि विश्वप्रकाश शर्मा र गगन थापाको उमेर जति त राजनीतिमा योगदान गरिसक्नुभएका नेताहरूकोलाई हामी व्यक्तिगत रूपमा पनि सम्पर्क गरेर, अहिले सार्वजनिक रूपमा पनि अपिल गरेर आज नेपाली कांग्रेस यहाँ आइपुग्नमा तपाईहरुको ठूलो योगदान छ। जेलका दिनहरूमा, प्रवासका दिनहरूमा, अप्ठ्यारा मोडहरूमा तपाईहरुले गरेको कामलाई अहिले हामीले नेतृत्व गरिरहँदै गर्दाखेरि गगन थापाको नेतृत्वमा रहेको समितिले त्यसलाई सम्पूर्ण रूपले श्रद्धा गरेर नतमस्तक भएर
हामी सँगसँगै अगाडि बढ्ने कुरामा अपिल गर्न चाहन्छौँ। तपाईहरुको अभिभावकत्व कुराको खोजी गर्न चाहन्छौँ। निर्वाचनमा जाँदै गर्दाखेरि हामीले नेपाली कांग्रेसलाई बदलेर जाने कुराको सन्दर्भमा सबैको साथ चाहन्छौँ। म त्यो आग्रह गर्न चाहन्छु। आज हामीले नेपाली कांग्रेसलाई नवीन बनाउने र नवीन नेपाल निर्माण गर्ने भन्ने संकल्प, नवीन कांग्रेस नवीन नेपाल भन्ने संकल्पका साथ चुनावमा जाँदै गर्दाखेरि नेपाली कांग्रेस भित्र रहनुभएका मात्रै होइन, बाहिर रहेर मत दिनेहरूलाई पनि को कहाँ कहाँ कुन कुन मोडमा हामीसँग रिसाएर अल्मलिएर टाढा जानुभएको थियो, सबैलाई घर फर्किएर कांग्रेसको आफ्नो आँगन सम्हाल्नका लागि म आग्रह गर्न चाहन्छु। कति बेला लाग्यो पुरानोको दिन गए भनेर नयाँ बाजा बज्दै गर्दाखेरि त्यो पो उचित होला कि भन्ने लाग्यो। त्यो मानवीय स्वभाव पनि हो। तर आज तपाईको आफ्नै घर नवीन बन्दैछ। 50 वर्षभन्दा मुनिको एउटा युवकको नेतृत्वमा कांग्रेस अगाडि जाँदैछ। इतिहासमा कुनै बेला तपाईले पहिलो विशेष महाधिवेशनबाट त्यसरी देख्नु भएको थियो 50 वर्ष मुनिको नेतृत्व। आज फेरि इतिहास दोहोरिएको छ। 50 वर्ष मुनिको युवकलाई अगाडि लगाएर आँखामा देशका लागि सपना बोकेको, मनमा हुटुटी बोकेको, काँधमा दायित्वको जिम्मेवारी बोक्न सकेको, बोक्ने चाहना बोकेको, देश बदल्ने भिजन बोकेको सभापतिका रूपमा गगन कुमार थापालाई पार्टीको प्रत्येक सदस्यले नेताको रूपमा पाउनु भएको छ। यो बेलामा टाढा जानुभएको थियो, अलिकति मन दुखेको थियो भने म क्षमा चाहन्छु। आउनुहोस्, तपाईको घर आउनुहोस्, तपाईको आँगन सम्हाल्नुहोस्। यही कांग्रेस जसको फाउन्डेसन बलियो छ। कांग्रेस आफ्नो बलियो जगमा, सही सिद्धान्तको जगमा समुन्नत नेपाललाई लिएर जान सक्ने दृढतामा छ। कांग्रेसले कमजोरीहरू गरेन सरकारमा रहँदा भन्ने बिल्कुलै होइन। तर इतिहासदेखि वर्तमानसम्ममा कांग्रेसले गरिरहेको राम्रा सत्कर्महरूको जगमा हामी अगाडि जान सक्ने परिस्थिति छ। यो बेलामा तपाईं प्रत्येकलाई फर्किनलाई सहभागी बन्नका लागि म अपिल आग्रह गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीलाई मत त दिने कांग्रेसको सदस्य नरहेको तर पर रहेको व्यवसायी, कोही बौद्धिक क्षेत्रमा रहनुभएको कोही व्यक्तित्वहरू, विद्यालय पढाइरहनु भएको कोही आदरणीय गुरु या गुरुआमाहरू, श्रम क्षेत्रमा काम गरिरहनुभएका श्रमिक साथीहरू, सात समुद्र पारी कहीं प्राध्यापन, कहीं श्रम गरेर बसिरहनुभएका व्यक्तित्वहरू, नेपालको निजी क्षेत्रमा कार्य गरिरहनुभएका व्यक्तित्वहरू, पेशा भिन्न भिन्न व्यवसायमा कार्य गरिरहनुभएका व्यक्तित्वहरू, ठूला उद्योगपतिदेखि लिएर सानो किराना पसलको नेतृत्व गरिरहनुभएका व्यक्तित्वहरू, चिया बगानको नेतृत्व गरिरहनुभएको चियाको उद्योगपतिदेखि लिएर बगानमा पत्ती टिपिरहनुभएका आदरणीय भाउजूहरू, दिदीहरू, दाईहरू, सबैलाई हामी अपिल र आग्रह गर्न चाहन्छौं। तपाईको बाणी बोल्ने तागत अबको बदलिएको कांग्रेसले राख्नेछ। नवीन कांग्रेस तपाईको अब भरोसाको कांग्रेस बनाउने कुराको संकल्पमा छ। त्यसैले तपाईका गुनासालाई, तपाईको पीडालाई हामीले आत्मसात गरेका छौं, गर्नेछौं। बदलिएको कांग्रेस, बलियो कांग्रेस बनाएर जाने कुराको संकल्पको नयाँ यात्रा प्रारम्भ भएको छ। यो बेलामा हामी तपाईहरुको भरोसा पनि चाहन्छौं। हामी जान्दछौं पछिल्लो जेनजी मुभमेन्टको क्रममा होनहार युवाहरूको जीवन गुम्दै गरेको एउटा अध्याय भयो। आगामी दिनमा देशमा कसैको रगत नबगोस् भन्नका लागि हामीले देशमा बलियोसँग सुशासन स्थापित गरेर जानु छ। त्यसको लागि नेपालको प्रशासन यन्त्रमा रहनुभएका आजको मितिमा कहीँ पनि कर्मचारी भएर रहनुभएका व्यक्तित्वहरूलाई अपिल गर्दै गर्दा भन्नु छ कि आगामी दिनमा निर्वाचन पछाडि आएको नयाँ सरकारले केन्द्रीय रूपमा सोच्दै गर्दाखेरि सिडिओ कार्यालयमा गर्नुपर्ने रूपान्तरणको लागि त आदरणीय कर्मचारी मित्रहरू तपाईहरुले गर्नुहोस्। कुनै नागरिक सेवाग्राही तपाईको टेबलमा पुग्दै गर्दाखेरि, तपाईको अघिल्तिर आउँदै गर्दाखेरि, सबै डकुमेन्ट तयार भएर आउँदै गर्दाखेरि पनि काम नभएर फर्केर जाँदै गर्दा उसले तपाईलाई मात्रै आलोचना गर्दैन, गरेन, उसले दललाई पनि गर्छ, सरकारलाई पनि गर्छ, यो सिस्टमलाई पनि गर्छ, यो देशै यस्तो हो भनेर भन्छ। तपाईको पीडालाई आत्मसात गर्ने काम राजनीतिक दलको रूपमा हामीले गर्नुछ। तर सँगैमा तपाईले सेवाग्राहीको सन्दर्भमा तपाईको सहृदय भूमिका पनि अबको दिनमा गरेर जानुछ। मुभमेन्टको क्रममा कैयौं व्यापारिक प्रतिष्ठानहरूमाथि हमला भयो, ध्वस्त भयो। आज ध्वस्त भएको त्यो मुलुकबाट हामीले एउटा खरानीलाई पन्छाइराखेर फेरि उठ्ने संकल्प गर्नुछ। नेपालको आजको रोजगारीको सृजनाको सवालमा, नेपालको व्यावसायिक क्षेत्रले गरेको योगदान, निजी क्षेत्रले गरेको योगदान, नेपाली कांग्रेसले प्रतिपादन गरेको नीतिको जगमा, सामाजिक न्याय सहितको उदार अर्थव्यवस्थाको जगमा भएको थियो र छ। त्यसका बावजुद हामीले कैयौं कमजोरीहरू गर्यौं होला। निजी क्षेत्रको मन पनि कतिपय ठाउँमा दुख्यो होला।
अब हामीले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जान सक्ने सामर्थ्य राख्दछौँ, राख्नेछौँ। हामी तपाईँहरूसँग सहकार्य चाहन्छौँ, व्यापक रूपमा निजी क्षेत्रको बढावा चाहन्छौँ। ठूला उद्योगपतिदेखि लिएर साना व्यवसायीसम्मको मनलाई सम्बोधन गर्ने प्रयास हामी गर्नेछौँ। शैक्षिक क्षेत्रमा विद्यालय चलाइरहनु भएका गुरुहरूले वर्षौंदेखि भन्दै आउनुभयो, माग्दै आउनुभयो, बनाइदेऊ न शिक्षा विधेयक। 50 वर्ष बित्यो, शिक्षा विधेयक बल्ल आएको थियो, संसदमा अड्कियो। विद्यालयमा घण्टी बजाएर बसिरहनु भएको एउटा कर्मचारीले हातमा पाउँदै गर्दाखेरि तलब मापदण्ड पनि निश्चित नभएको, रिटायर्ड कहिले हुने टुङ्गो नभएको, रिटायर्ड भएर जाँदै गर्दाखेरि हातमा पेन्सन पट्टा पनि टुङ्गो नभएको जिन्दगी बाँच्नु भएको छ। त्यो हाम्रो कमजोरी थियो, हामीले चिनेका छौँ, हामी जान्दछौँ, त्यसलाई हामीले रूपान्तरण गर्नु छ। त्यसैले नेपाली कांग्रेस पार्टी अहिले नवीन ढंगले आउँदै गर्दा जे निर्णय भएको छ, यो निर्णय सँगसँगै अब निर्वाचनमा होमिएर गएको छ। नेपाली कांग्रेस पार्टी माघ 2 गते बेलुकीको यो निर्णय पछाडि माघ 2 गतेको साँझबाटै नेपाली कांग्रेस पार्टी निर्वाचनमा अब होमियो। हामी रातभरि पनि 18 घण्टा पनि मैदानमा चाहिँ तपाईहरुको साथमा रहनेछौँ। पार्टीको केन्द्रीय कार्य समितिमा कैयौं साथीहरू छुट्नु भएको छ, सम्भव भएसम्म समेट्छौँ। अरु साथीहरूलाई जो हाम्रो अभियानसँग असहमत भएर बस्नु भएको थियो, उहाँहरूलाई पनि मनहरू कहीं दुखेको छ भने हामी आत्मसात गरेर नमन गरेर सँगै लिएर आएर सँगसँगै अगाडि बढ्न चाहन्छौँ। चुनावको मैदानमा अब उम्मेदवारी भोलि साँझदेखि नै हामीले उम्मेदवारी भोलि पर्सितिर नै उम्मेदवारीहरूको गति हामी बढाउनु छ। बढाउँदै गर्दा म आग्रह गर्न चाहन्छु, कहीं उम्मेदवार बन्नलाई 2 जना 3 जना 4 जना 5 जना साथी हुनुहुन्छ भने सोच्नु होला। यो बेलामा प्रश्न तपाईँ उम्मेदवार बन्ने कि नबन्ने भन्ने मात्रै होइन, तपाईँ बनिरहँदै गर्दा सोच्नु होला म बने साथीहरूको साथ लिएर म जित्नतर्फ लाग्छु। म बनिन भने जो साथी उम्मेदवार बन्नुहुन्छ त्यो साथीलाई जिताउनतर्फ लाग्छु। म दोहोर्याउन चाहन्छु, म उम्मेदवार भए साथीहरूको साथले जित्नतर्फ लाग्छु। म उम्मेदवार भइन भने जो उम्मेदवार बन्नुहुन्छ साथी उहाँलाई जिताउनतर्फ लाग्छु। यो बेलामा आगामी निर्वाचनमा उम्मेदवार बन्दिन भनेर 81 सालकै पुष महिनाको 20-21 गते मेची नगरपालिका झापा धुलाबारीको अतिथि सदनमा आदरणीय साथीहरू झापा 1 मा को उम्मेदवार बन्न चाहनुहुन्छ तयार हुनुहोस् भनेर साथीहरूलाई भनेको थिएँ। केही अगाडि मात्रै मैले मेरो सर्वसम्मत सिफारिस गर्दा पनि म उम्मेदवार बन्दिन, तपाईहरु बन्नुहोस् भनेर भनेको थिएँ। एउटा नेता एउटा निर्वाचन क्षेत्रमा एकपटक खडा भइसके पछाडि ताकतले भ्यायो भने जिन्दगीभरि त्यो निर्वाचन क्षेत्र नछोड्ने, अन्तिम साससम्म लडिरहने यो पद्धतिलाई भत्काउन जरुरी छ। त्यसको सुरुवात गर्नका लागि पनि झापा 1 मा 2 पटक हारिसकेको 1 पटक जितिसकेको विश्वप्रकाश उम्मेदवार बन्दिन भनेर साथीहरूको लागि मैदान छोडेको छु। मैले म आग्रह गर्छु देशभरि इच्छुक साथीहरूले पनि यो पटक म नभए पनि यो प्रतिकूलतालाई चिरेर कांग्रेसलाई बदलेर अगाडि बढ्नका लागि जो हुँदै गर्दा पनि 6 गतेको दर्तामा हजारौंको संख्यामा जुटेर हामी एउटा स्पिडमा जान्छौं भन्ने मनोविज्ञान राख्न म तपाईलाई सबै आग्रह गर्न चाहन्छु। हामीले निर्वाचनमा गएर ठूलो आकारमा पार्टीलाई ल्याउँदै गर्दा, पहिलो दलका रूपमा लिएर आउँदै गर्दा केही संवैधानिक रूपान्तरण गरेर 5 वर्ष टिक्ने प्रधानमन्त्रीको परिकल्पना पनि गर्नुस्। हामीले निर्णय गरिसकेका छौं विशेष महाधिवेशनबाट 1 2 3 4 को हामीले प्रस्तावित अलि अगाडि गरेको प्रस्ताव महासमितिमा गरेको प्रस्ताव महामन्त्री गगन थापाको डकुमेन्ट मार्फतबाट पेश भएर पास भएको छ। अब ढुक्काउनुस्, नेपाली कांग्रेस पार्टीले गरेको प्रस्ताव बमोजिम यो देशमा यो युग रहँदासम्म अब सुरु हुने पद्धति बमोजिम तपाईँ ढुक्काउनुस्। तपाईँ त्यो युगको साक्षी हुनुहुन्छ। अब यो देशमा कसैले पनि 2 पटक भन्दा जतिसुकै योग्यता, जतिसुकै लोकप्रियता 2 पटक भन्दा कोही प्रधानमन्त्री बन्न नपाउने निर्णय कांग्रेसले गरेको छ। त्यो निर्णयलाई हामी कार्यान्वयन गर्छौं। तर 2 पटक बनेको प्रधानमन्त्री वर्षैपछि बदलिने प्रधानमन्त्री होइन। हामीले सोचिरहेको 75 वर्षमा कोही पनि लगातार 5 वर्ष प्रधानमन्त्री बन्नु भएन। त्यो किन भयो होला? त्यसको खोजी हामीले गरेर 5 वर्ष टिक्ने प्रधानमन्त्री पद्धतिमा जानु छ। राणा शासन गए पछाडि पञ्चायत कालको बलियो बनिएको प्रधानमन्त्री सूर्यबहादुर थापा 5 पटक बन्नुभयो, 1 पटक पनि 5 वर्ष टिक्नु भएन। 46 पछिको बलियो प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला 5 पटक बन्नुभयो, तर 5 वर्ष लगातार 1 पटक पनि बन्नु भएन। माओवादी विद्रोह पछाडि 7 ब्रिगेड सेना लिएर शहरमा आउनु भएको प्रत्यक्षतर्फ 240 मध्ये 120 प्रत्यक्षमा झण्डै बहुमत सिट जितेको कमरेड प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, 5 वर्ष टिक्नु भएन। एमाले र माओवादी मिलाइराखेर भएको गठबन्धनले नेकपा भन्दा झण्डै 2/3 प्राप्त भयो, तर कमरेड केपी ओली पनि 5 वर्ष प्रधानमन्त्री बन्नु भएन। अब यो अस्थिरतालाई भत्काउने संकल्प पनि हामीले गर्नु छ। सम्भव भएसम्म माघ 6 गतेको उम्मेदवारी दर्ता सके पछाडि
राजनैतिक दलहरू हामी एक ठाउँ बसौं, प्रतिनिधिमूलक हिसाबले बसौं, केही डकुमेन्टहरू साझा रूपमा बनाउने प्रयास गरौं। आगामी संसदमा जसले चुनाव जितेर गए पनि दक्षिण अफ्रिकामा संविधान सभाको निर्वाचनमा जानुभन्दा अगाडि 34-35 वटा बुँदामा साझा संवैधानिक सिद्धान्त जे बनाइएको थियो त्यस्तै केही सिद्धान्तको खोजी गरौं। त्यो खोजी गर्दै गर्दा त्यो सिद्धान्तले 5 वर्ष टिक्ने प्रधानमन्त्री कसरी लिएर जान सक्ने भन्ने कुराको लागि दृष्टिकोण बनाऊ। मैले 5 इयर्स टिक्ने फुल टर्म प्राइम मिनिस्टर कन्सेप्ट, फुल टर्म प्राइम मिनिस्टर एक्ट भनेर पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेको थिएँ। प्रत्यक्ष तर्फबाट प्राप्त गरेको सिट र समानुपातिक तर्फबाट प्राप्त गरेको लोकप्रिय मतको आधारमा पहिलो दल छुट्याइसकेपछि त्यही दलले 5 वर्षलाई सरकार चलाएर जाने। तर त्यो दललाई संसदमा नपुग्ने बहुमतका लागि निर्वाचन आयोगमा अलग्गै बुझाउने सूचीको जगमा विनर टेक अल नपुगेका सिट जति उनले त्यहाँबाट लिने तर विज्ञहरूलाई लिने ल्याटरल इन्ट्रीलाई बलियो बनाएर जाने पद्धतिको प्रस्ताव गरेको थिए। छलफल गरौं। अब सरकार चलाउन जाँदै गर्दाखेरि गाउँमा खटेको, दुःख गरेको, मेहनत गरेको, जेल जानुभएको भनेर बनाउने एउटा कालखण्ड थियो। त्यो बमोजिमको योगदानको आधारितमा केही नेतृत्व पनि निश्चय नै हामीले लिनु छ। तर सँगैमा फेरि हेक्का राख्नु छ हामीले कि अब दुःख गरेको भनेर मात्रै मन्त्रालय चल्दैन। अब मन्त्रालय चलाउनलाई आवश्यक विषयगत योग्यता र विज्ञता भएको व्यक्तित्वहरू पनि बाहिरबाट हामीले लिनु छ। लिइराखेर हामीले देश निर्माणको कुरालाई गति बढाउनु छ। प्रश्न पार्टी निर्माण अलग कुरा हो। पार्टी निर्माण र राष्ट्र निर्माण अन्तर सम्बन्धित छ। तर कुशल कालीगढी मस्तिष्क फरक चाहिन्छ राष्ट्र निर्माणका लागि। हामीले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस पार्टीको छलफल हुँदै गर्दाखेरि हामीले भनेका थियौं प्रधानमन्त्रीको कोही उम्मेदवार बनाऊ, गगन थापालाई नै तोकेर जाउँ। हामीले भनेनौं आन्तरिक रूपमा छलफलमा। तर कोही न कोही तोकेर जाउँ ताकि देशलाई प्रष्ट सन्देश दिन सकियोस्। अब हामी पुरानो विगतमा बनिरहनु भएको नेतृत्वबाट होइन अरूको नेतृत्वमा चाहिँ प्रधानमन्त्री बनाएर जान चाहन्छौं। त्यसमा सहमति जुटाउन सकिएन। तर आज म नेपाली कांग्रेस पार्टीको उपसभापतिको रूपमा देशभरिको पार्टी पंक्तिलाई छलफलमा जुट्दै गर्दाखेरि तपाईको मनमा रहेको नाम भनेको गगन कुमार थापा हो भन्ने कुरो मैले थाहा पाएको कुरोलाई मैले तपाईँ समक्ष भन्दै गर्दा कांग्रेस एउटा ऊर्जाका साथ, उज्यालो दृष्टिकोणका साथ, सम्पूर्ण ऊर्जाका साथ अगाडि जाँदै गर्दाखेरि पार्टीको सभापतिलाई नै प्रधानमन्त्री बनाउने गरी हामी त्यो उम्मेदवारीका साथ जाने गरी पनि अब जान्छौं। विधिवत रूपमा निर्णय गर्ने प्रक्रियामा जाउँला। तर आजैदेखि साथीहरूले मैले सुनेको छु ठाउँ ठाउँमा साथीहरूले चाहिँ हामीले त दीपावली गरिसक्यौं, काँकरभिट्टामा गर्न तयारी गर्दैछौं, हामी कञ्चनपुरमा गर्न लाग्यौं, हामी चितवनको चोकमा गर्न लाग्यौं भनेर साथीहरूले फोनमा भनिरहनु भएको थियो। दीपावली गराउनुस्, केही फरक परेन। तर यसलाई फेरि कसैको जय र पराजयको रूपमा नलिनुस्। अब त्यो विधिको पद्धतिलाई स्थापित गर्ने कर्म हो। त्यो कर्म बमोजिमको कुरामा जाँदै गर्दाखेरि तपाईको मनको दियो चाहिँ जलाउनुस्। आफूलाई एउटा उज्यालो मनोविज्ञानका साथ राख्नुस्। अस्तिको दिन कारबाही परेको भन्ने सुन्दै गर्दाखेरि पनि म मुस्कुराइरहेको थिएँ। त्यस्ता अप्ठ्यारा सजिला मोडहरू आउँछन् तर सबैलाई गाँसेर जानका लागि मनको दियो जलाउनुस्। देशमा अस्ति बेलामा भदौ 23 र 24 को घटनामा आमाहरूको कोख रित्तिनुको अलावा सिंहदरबार जल्दै गर्दा, सर्वोच्च अदालत जल्दै गर्दा, राष्ट्रपति भवन जल्दै गर्दा, संसद भवन जल्दै गर्दा यो देशमा चन्द्र शमशेरको दरबारमा भोटो पठाउने कृष्ण प्रसाद कोइरालाको घर पनि विराटनगरमा जल्यो। विराटनगरमा खरबौंका भवनहरू छन् तर विराटनगर बसाउने कृष्ण प्रसाद कोइरालाको घर नजल्नु पर्ने घर जल्यो। हिंसाबाट शान्तिमा लिएर जाने गिरिजा प्रसाद कोइरालाको त्यो घर पनि थियो। देशमा लोकतान्त्रिक पद्धति स्थापित गर्ने विचार दिने बीपी कोइरालाको घर पनि थियो। 60 वर्ष लामो राजनीति गर्दा आएको प्रधानमन्त्री खान्न भनेर भन्ने गणेशमान सिंहको घर पनि चाक्सीबारीको चल्यो। प्रधानमन्त्री पदबाट निक्लिएर बाहिरिँदै गर्दाखेरि केवल छाता, सुराई र ट्याङ्का बोकेर निक्लिएको निष्काम कर्मयोगी सन्त नेता कृष्ण प्रसाद भट्टराईको पनि आश्रम चल्यो। व्यक्तिगत रूपमा विश्वप्रकाशको पनि घर चल्यो होला। काठमाडौँ बस्ने डेरा चल्यो होला। अहिले पनि म बोल्दै गर्दाखेरि डरेको त्यो डेरामा होइन अर्को साथीले खाली गरिदिएको फ्ल्याटमा बसेर तपाईसँग संवाद गरिरहेको छु। मैले त्यो जलेको बेलामा धुलाबारीमा भन्दै गर्दा पनि भनेको थिएँ मेरो घर पुरै खरानी भएको भए पनि मेरो घरको धनी पूर्जा जल्ने थिएन। जल्नका लागि त कृषि विकास बैंकमा राखिएको छ धुलाबारीमा, त्यो धनी पूर्जा जल्ने थिएन। तर यो बेलामा राष्ट्रको त्यत्रो निधि
सिंहदरबारै जलेको बेलामा व्यक्तिगत रूपमा जलेका कुराहरूलाई बिर्सिदिनु, सिंहदरबार जलेको पनि बिर्सिदिनुहोस्। बनाउन सकिन्छ। सर्वोच्च अदालतदेखि लिएर देशभरिका वडा कार्यालयदेखि लिएर प्रत्येक कुरोलाई बनाउन सकिन्छ। तर सबभन्दा ठूलो कुरो मैले लेख्दा पनि लेखेको छु, मन जल्यो भने मनैले सिउन सकिएला, धन जल्यो भने अभावमा जिउन सकिएला, तन जल्यो भने अर्को जुनी लिउँला भनेर भन्न सकिएला। तर तन मन धनभन्दा माथि तिम्रो मेरो विश्वास जल्यो भन्ने अवस्था आयो भने त्यो विश्वासलाई कसरी गाँच्ने? आज देशमा विश्वास गाँच्नु परेको छ, देशमा नयाँ आशा जगाउनु परेको छ। आज नेपाली कांग्रेस पार्टीको विधिवत रूपमा प्रक्रिया टुंगिएपछि मलाई लाग्छ यो नेपाल देशको प्रत्येक नेपाली नागरिक जो कांग्रेस हुनुहोला या अन्य दलको हुनुहोला सबैको लागि एउटा विश्वास जगाउने घडी पनि हो। आउनुहोस् आशाको दियोमा, यो आशा जागेको क्षणमा आशाको दियोमा प्रेमको तेल थप्दै विश्वास जगाउँ। तपाईँ हामीले विश्वास जगाउन जरुरी छ। म सँगै सरकारलाई पनि आग्रह गर्न चाहन्छु त्यो विश्वासलाई मूर्तिकृत गर्न, फागुन 21 को निर्वाचनलाई सम्पन्न गराउने गरी अब सरकार अझै दृढतापूर्वक उभियोस्। नेपाली कांग्रेस पार्टीको सम्पूर्ण रूपले साथ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा चुनावमा जाँदै गर्दा त्यो सरकारलाई हाम्रो पूरा साथ रहन्छ। तर हामीले भनेका छौं कि सरकारले वातावरण बनाउने सन्दर्भ अझै काम गर्न बाँकी छ, त्यो काम पनि गर्दैछौं। हामी आग्रह गर्न चाहन्छौं अन्य सबै राजनीतिक दलका साथीहरूलाई प्रतिस्पर्धालाई मित्रवत बनाऊ, हार्दिक बनाएर जाउँ, प्रिपोल एलायन्सको च्याप्टरलाई छोडेर जाउँ, सबै एक्लै लडेर जाउँ। ऊ र ऊ मिलेको छ, ऊ र ऊ मिलेको छ, यो खालको कुरो नागरिकलाई मन परेन। केवल देख्दै गर्दा प्रधानमन्त्रीको कुर्सी मात्रै ताकिराखेर गर्ने गठबन्धनहरू अब खारेज भएका छन्। अब त्यो खारेज भएको चीज हामी कांग्रेसले विधिवत रूपमा विशेष महाधिवेशनबाट निर्णय गर्ने, महासमितिबाट निर्णय गर्ने र खारेज गर्ने, अनि बाँकीले त्यसलाई बोकेर जाने कामलाई अब बन्द गरिदेऊ। एक्लै प्रतिस्पर्धा गरौँ। चाहिने सिट बहुमत पुगेन, सरकार बनाउने बेला पुगेन भने त्यो बेलामा त्यही बेलामा आवश्यक गणितको लागि संवाद गरौँला। अघि मैले भने जस्तै पद्धतिको राष्ट्रिय सहमतिका साथ चुनाव जान सकियो भने बाटो त आफै बनिहाल्ला। त्यसैले सबै राजनीतिक दललाई पनि हाम्रो त्यसमा विनम्र आग्रह छ। चुनावमा जाँदै गर्दाखेरि एउटाले अर्कोको उचितो काट्नै पर्ने, गाली गर्नै पर्ने यो कार्यलाई पनि बन्द गरिदेऊ। निर्वाचन एउटा आचार संहिताको जगमा, विनम्रताको जगमा स्वस्थ प्रतिस्पर्धा गरेर हामी जाउँ। निर्वाचनमा जाँदै गर्दा यो पनि गरिदिन्छु, त्यो पनि गरिदिन्छु, यो पनि भइहाल्छ, त्यो पनि भइहाल्छ भनेर भनिदिने, निर्वाचन पछाडि गाउँमा फर्केर नआउने भन्ने आरोपको अवस्थाबाट हामी प्रत्येक साथीहरू मुक्त हुनतर्फ लागौं। आवश्यकता भन्दा बढी देशको, राष्ट्रको ढुकुटीमा भएको क्षमता भन्दा बढी आशा देखाउने अनि आशा देखाएर पूरा गर्न नसकेर नागरिकलाई निराशामा पुर्याउने र निराशामा पुर्याइसकेर अनि देशमा अर्को विद्रोहलाई सिर्जना गर्ने कर्ममा बढ्न लागौं। त्यसैले यो बेलामा चाहे पाका उमेरका आमा बुबा, दिदी बहिनी, दाजुभाइहरू जसले गाउँमा सुन्दै हुनुहोला या नौजवान उमेरका शहरमा या कहीँ बसेर मलाई सुनिरहनु भएको होला, हामी सबै पाकाहरूको आशीर्वाद हाम्रो शिरमा चाहन्छौं। समस्त नेपाली आमा दिदी बहिनीहरूको प्रेम स्नेह हाम्रो हृदयमा चाहन्छौं। अनि हामी प्रत्येक नौजवानसँग हामीप्रति आशा होइन, हामीप्रति विश्वास गरिदिन, भरोसा गरिदिन र त्यो भरोसामा खबरदारी हामीलाई गर्दै नौजवानहरूलाई हाम्रो साथमा उभिदिनलाई अपिल पनि गर्न चाहन्छौं। नेपाली कांग्रेस पार्टीको तर्फबाट म सम्पूर्ण नेपाली आमा बुबा, दिदी बहिनी, दाजुभाइलाई यो घडीमा फेरि पनि नमन गर्न चाहन्छु। जननायक बीपी कोइरालाले दिएको विचारप्रति अटल निष्ठावान भएर शहीदहरूले गरेको शहादतप्रति चाहिँ गम्भीरतापूर्वक इमानदार ढंगले अगाडि बढ्ने शपथ लिएर हामीले नवीन यात्रा सुरु गर्दै गर्दा पार्टीका मन अलि कहीं कतै दुखेका जसका मनहरू छन् ती सबैसँग विनम्रतापूर्वक दुःख व्यक्त गर्दै सबैलाई यो नवीन यात्रामा, महान यात्रामा एकताबद्ध भइदिनका लागि म अपिल गर्न चाहन्छु। निवर्तमान केन्द्रीय कार्य समितिमा रहनुभएका तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक भएर कार्य गरिरहनुभएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी केन्द्रीय समितिमा विश्वप्रकाश र गगन थापाको जति उमेर गुजारेर कार्य गरिसक्नुभएका आदरणीय नेताहरू, त्यो समितिमा रहनुभएका अन्य युवा साथीहरू सबैलाई पनि यो महान अभियानमा अब
मुद्दा मामिला आदि इत्यादि कोर्ट कचहरी गरेर समय खेर नफालेर एउटा नवीन यात्रामा जानका लागि चाहिँ सँगसँगै उभ्यौं, सँगसँगै बढौं, समुन्नत नेपालको लागि बदलिएको कांग्रेस लिएर जाउँ अपिल आग्रह गर्न चाहन्छु। यति भनिराखेर म फेरि पनि समस्त नेपाली कांग्रेस पार्टीका आदरणीय साथीहरूलाई बधाई दिन चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु र सिंगो नेपाललाई नवीन कांग्रेसका साथ नवीन नेपालको यात्रामा ऐक्यबद्ध बन्नका लागि अपिल गर्न चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल।